हेलो गाइज, तपाईँहरूको लागि चाहिँ आज हामीले हामीसँग भएको लाइटहरूको स्टक क्लियरेन्स भिडियो लिएर आइसकेको छौँ, हेर्न सक्नुहुन्छ है। सुरुवात गरौँ है। हामीसँग यो 2 पिनवाला फग लाइट, एलइडी फग लाइट भयो होइन। जस्तै यो चाहिँ 220 बाइक अनि हाम्रो आरसी बाइकहरू यो 2 पिन ज्याक लाग्ने जति सबैमा यो हेर्न एलइडी बल्ब राख्छ है। यो मात्र पर पिसको 500 रुपियाँ है, पर पिसको 500 रुपियाँमा ल्याइसकेको छ, जोडीको 1000 रुपियाँ पर्छ है यो। त्यसै गरी अब मैले नम्बर प्लेट लाइट लिएर आइसकेको छु, हेर्न सक्नुहुन्छ। यो चाहिँ कारहरूको नम्बर प्लेट लाइट हो होइन। जस्तै ब्याक गर्दाखेरि सेतो बत्ती बल्छ भन्दा ब्रेक हान्दाखेरि चाहिँ रातो बत्ती बल्छ है। यो मात्र 350मा दिए है हजुरहरूलाई, यो मात्र 350मा है। त्यसै गरी चाहिँ हामीले अर्को लिएर आइसकेको छु, यो क्याबिन रुम लाइट होइन। क्याबिन रुम लाइट हो। यो चाहिँ रिमोटमा जतिवटा अप्सन छ त्यतिवटा लाइट बाल्न मिल्छ है। यो चाहिँ हाम्रो अब भित्र इन्टेरियर भित्र लाग्ने लाइट हो। यो पनि मात्र 350मा ल्याइसकेको छ है। त्यसै गरी अर्को चाहिँ यो हाम्रो पार्किङ लाइट हो नि। अब जस्तै अब यो पनि अब रिमोटमा भएको अप्सन कलर अप्सनहरू सबै बाल्न सक्नुहुन्छ तपाईँले होइन। जस्तै पार्किङ अब कारहरूको पार्किङमा भयो हाम्रो, त्यसपछि अब यो बाइकहरूको पार्किङ लाइटहरू सबैमा हाल्न मिल्छ है। यो पनि मात्र 350मा ल्याइसकेको छु। साथै चाहिँ अब चाइनादेखि कुनै पनि सामानहरू मगाउनु परेमा चाइनिज मेसिनरी पार्ट्सहरू अनि जस्तै चाइनिज भेहिकलको पार्ट्सहरू चाहेमा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो सम्पर्क नम्बर चाहिँ मैले स्क्रिनमा राखिदिएको छु। हस्त नमस्ते अनि जय नेपाल।